फाइनली यो ठाउँमा आइपुग्यो फुल भिडियो हेर्नु होला चाहिँ रेडी भएको अवस्था है त साथीहरू चाहिँ बाहिर निस्केको फेरि पानी पल्ल पल्ल जस्तो भएर चाहिँ दिन जाडो छ म बाहिर गएँ हेलो नमस्ते एभ्रिवान फेरि पनि स्वागत छ हजुरहरू सबैलाई मेरो युट्युब च्यानलमा हिजो छुट्टी थियो फेरि आज पनि छुट्टी भयो किनकि हाम्रो चाहिँ रेस्टुरेन्ट नयाँ हो अहिले ओपनिङ भएको छैन सरसफाइ चलिरहेछ त्यो भएको कारणले आज फेरि मेरो काम छैन भनेर छुट्टी दिनुभएको छ सो चिसो छ मौसम होइन धेरै चिसो हावाहुरी बतास आइरहेछ पानी परिरहेछ हल्का अनि फेरि घाम पनि लागिरहेछ म चाहिँ नुहाएर बसिरहेको अहिले घाम लागेको छ त्यही भएर यसो बाहिर निस्केको भित्र लास्टै जाडो छ चिसो छ हाम्रो चाहिँ यहाँ घरको अगाडि यस्तो राम्रो भ्यू देखिन्छ हेर्न सक्नुहुनेछ बाहिर निस्किनको लागि रेडी हौँ भनेर चाहिँ म कपडा चाहिँ लगाइसकेको हो अब यति नै हो हल्का मेकअप गर्न बाँकी छ पानी परेन भने चाहिँ म बाहिर निस्किन्छु होला अहिले घाम लागेर चाहिँ एकैछिनमा पानी पर्छ एकैछिनमा घाम लाग्छ यो यहाँको मौसम देखेर म छक्कै परिसक्यो पोर्चुगलको मौसम हेर्नु 2-3 हप्ता भइसक्यो यसमा पानी परेको परेछ दिन राम्रो छैन गएको देख्नुहुन्छ पारिपट्टि नजिकै देख्छ नि यहाँबाट चाहिँ होइन हावाले हुरीले झन्डै उडाएन आज कति दिन भयो भने बिहिबार शुक्रबार 3-4 दिन भयो यो ठाउँमा घुमेको छैन खासै तर ठाउँ चाहिँ एकदमै सानो राम्रो ठाउँ छ होइन आज चाहिँ मैले सोचेको एक्लै अब यतातिर घुम्न जाउँ भन्ने सोचिरहेको छु हेरौँ मैले पानी परेन भने चाहिँ म जान्छु अनि तपाईँहरूलाई बाहिरको भ्यू देखाउँछु कसले हेरिरहनु भएको छ मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला सपोर्ट गरिदिनु होला मैले भर्खर मात्रै खोले हो भर्खर नयाँ हो मलाई पनि खासै अब ब्लगहरू बनाउन युट्युब बनाउन यस्तो बोल्न आउँदैन होइन जस्ट प्र्याक्टिस गरिरहेको छु किनभने म चाहिँ बाहिर हामी चाहिँ कामको सिलसिलामा अब घुमिरहेको छौँ नि त होइन ठाउँहरू राम्रो ठाउँहरू देखिन्छ त्यही भएर पनि त्यो भिडियोहरूलाई चाहिँ हामीले भ्युजहरूलाई चाहिँ भिडियोमा कैद गरेर राख्नको लागि चाहिँ मैले स्टार्ट गरेको हो होला बता त भइसिन होला यहाँ चाहिँ हाम्रो घरमाथि पोर्चुगिज बोज्यू भन्नुहुन्छ क्या माथि ल त म चाहिँ अब घाम लाग्यो बाहिर निस्किनु मन पनि लाग्छ मलाई चाहिँ त्यत्तिकै रुममा बस्न मन लाग्दैन कि फेरि घुम्न मन लाग्छ होइन त्यही भएर यसो बाहिर निस्किन्छु होला अब बाहिर गएर तपाईँहरूलाई बाहिरको भिडियो चाहिँ हाम्रो घर सफा गरेर होइन हामीले लास्टै फोर्थ्यो मेरो कपडा पनि सकिएछ कपडा पनि सक्यो मैले धुन हालेको थिएँ मेसिनमा यो चाहिँ हाम्रो किचन हो अनि यहाँ चाहिँ बाहिरको रुम टोइलेट बाथरुम छ होइन अस्ट्रियाको बसाइ अस्ट्रिया भन्नु भयो फेरि एजरेसको बसाइ 4 दिन भएछ आज यो चाहिँ मेरो रुम हो केही पनि गरेको छैन रुम चाहिँ ठुलो छ होइन एकजनालाई
अब चाहिँ लुगा सुकाउनु पर्ने हुन्छ हेर्नु साथीहरू। लुगा पनि सुक्दैन जाडोले, के गर्नु र खै। कस्तो राम्रो घाम लागेछ अहिले चाहिँ होइन। अब चाहिँ घुम्न जानुपर्छ। मैले चाहिँ हिजो हामीले चाहिँ घर सफा गरेको थियौँ, टाउलहरू पनि सबै हालेको थिएँ। पानी पर्छ कि एकैछिनमा पानी पर्छ, एकैछिनमा घाम लाग्छ होइन। पढो दिँदैन फेरि। एकैछिन घाम लाग्दिँदा सुक्ने हो कपडा, के गर्नु। रेगुलर घाम लाग्दिँदैन। यतै राख्नु पर्ला। सुक्दैन होला उतै सुकाउनु पर्यो। पछि लुगा पनि सुकाइयो। अब चाहिँ म हल्का रेडी भएर होइन बाहिर निस्किन्छु। अनि बाहिरको राम्रो राम्रो भ्युजहरू तपाईँहरूलाई देखाउँछु, हेर्नु होला है। म चाहिँ रेडी भएको अवस्था है त साथीहरू। अब चाहिँ बाहिर निस्केको, फेरि पानी पल्ल पल्ल जस्तो भएर चाहिँ दिन जाडो छ। ल अब चाहिँ म बाहिर गएँ। चिसो छ लास्टै चिसो। समुद्र नजिकै छ, त्यही भएर एकदमै चिसो हावा छ कि यता चाहिँ। यतापट्टि जाउँ कि माथिल्लोपट्टि जाउँ भयो मलाई।
देखेको थियो अहिले लास्ट चिसो छ चिसो त्यसैले मनमा छुन्छ कि तपाईँहरूलाई अगाडिपट्टिको भ्यूज देखाउँछु यहाँ चाहिँ घरहरू पनि कस्तो राम्रो छ कि केही नाच्नु होइन मिलेको त्यस्तो धेरै ठुलो छैन हेलो लास्टै चिसो भयो लास्टै चिसो ओ माई गड पानी पर्ला जस्तो पनि भइरहेछ होइन अझै धेरै ठाडो जामा छाता बनाएको छैन हावा पनि बेसी पनि चलिरहेछ अब म यहाँबाट नै तपाईँहरूलाई भ्यूज देखाउँछु एकदमै राम्रो देखिन्छ घाम डुब्न लागिरहन्छ हावा ओ माई गॉड यहाँबाट माथि डाँडामा चाहिँ यो बौद्ध जस्तो देखिन्छ के होला है यहाँ चाहिँ कहाँबाट जाने हो टाढै होला देख्दाखेरि नजिकै
बाटो थाहा भएन हजुर, बाटो थाहा भएन। फर्स्ट टाइम आएको होइन, गल्लीको बाटो। तर ठाउँ चाहिँ एकदमै सफा छ कि होइन, एकदमै क्लिन। यहाँ तल चाहिँ जानुपर्ने थियो कि, अब तल चाहिँ पछि पानी परेन भने जान्छु, नत्र भने चाहिँ म यहाँबाट सिधै माथि जाने हो। बाटो टाढा छ, मायाको सम्झना दिलमा फुटो छ। रोड सानो छ होइन, बिचबाट हेर्दाखेरि चाहिँ यस्तो दामी देखिन्छ। तर के गर्नु, गाडीले हान्छ कि भन्ने डर। है साथीहरू, तपाईँहरू पनि आउनु होला घुम्नलाई। आज पोर्चुगलको भाग नै हो होइन, समुद्री भाग। आज यसको तेर्सिरा भन्ने ठाउँको चाहिँ एकदमै राम्रो लाग्यो, राम्रो छ। अब अरू 8वटा भागमा पनि यसो समयले साथ दियो भने चाहिँ घुम्न जाने हो। घुम्न जाने सोचमा चाहिँ छु। हेरौँ समयले कतिको साथ दिन्छ। के गर्ने हो त नि, के गर्ने हो, यो बाटो जाने हो कि यो बाटो होला माथि जाने। यहाँबाट नजिकै देख्छ समुद्र होइन।
छु। त्यो हिसाबमा चाहिँ यो गल्ली हुनुपर्छ। फेरि घाम लाग्यो। कालो त चढ्यो। कता हो कता हो। सामान बोकेर हिँडेछु गाडीमा। लु भेटाएन त मैले त अघि गुम्बा जस्तो त। फेरि माथि आइसक्यो म, तर पनि भेटाइन। माथि आइसक्यो होइन, तर मैले त्यो अघि तपाईँलाई देखाएको गुम्बा जस्तो चाहिँ भेटेन। अझै माथि जाँदैछु म, हेरौँ। त्यो त होइन, बाटो थाहा नभएपछि यस्तै हो, गाह्रो छ नि हो। ल साथीहरू देख्न चाहिँ देख्यो हेर्नु, त्यो बौद्ध स्तूप जस्तो छ होइन। अब त्यसलाई त्यहाँ चाहिँ कहाँबाट, त्यो मुनिकै बाटो हो कि माथिबाट हो कि भन्ने भयो नि त। र चाहिँ कहाँबाट जाउँ त, मुनिबाट जाउँ होइन, मेन रोड जाउँ पहिला। होइन लगाएको रहेछ कि लस्कारै। केराबारी रहेछ, के हो, केरै हो। केराबारी यहाँ पनि रहेछ। यसरी बारी लाग्दो रहेछ।
साह्रो हामीलाई जसरी गयो भने रङ हिँडिरहेको छ क्या म अनि हाल्दैन त बाटो छ यो बाटो एकातिर छ अर्कोतिर हिँडिरहेको रहेछ अनि झन्डै हालेन जाने कहाँबाट त फेरि कहाँबाट रहेछ कोही पनि छैन जान त मिल्छ होला नि ल साथीहरू म चाहिँ अघि तलबाट देखेको बौद्ध स्तूपा जस्तोमा चाहिँ आइपुग्यो यो चाहिँ तर के हो थाहा छैन कि मलाई खासमा चाहिँ नयाँ अब पढ्न आउने छन्द छ नि अब यसको बारेमा चाहिँ अब पछि गरेर भन्छु तपाईँलाई यो पानीले कुर्छ मलाई वाउ यस्तो राम्रो भ्यू देख्ने के गर्नु र ओ माई गड हेर्नु न माथि धेरै हरियाली चाहिँ खेत होला कस्तो राम्रो हिल यो चाहिँ तेर्सेराको हिल रहेछ कि खासमा चाहिँ अब के हो होइन यस्तो दामी के ओ माई गड अहिले त घाम पनि लाग्यो कस्तो आनन्द आउने ठाउँ वाउ बाटो साह्रै राम्रो ठाउँ हो स्वर्ग जस्तो
reason that this dress is skin tight is cause I thought that you would like it. I'm only gone for the sake of our sides. Because I want you to lie that the only reason I came through tonight is because I really like you. And I cannot hide it. Want to remember your mind then. The laces that goes over your digest. Why just tell me that you feel like I do? Try because it's super smooth. Tell me I'm that baby. Tell me you like me. Baby girl, you are so pretty, 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 pretty. Baby girl, you are so pretty, 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 pretty. Females nature just to trick me, trick me, trick me, trick me. Cause baby girl, you are so easily pretty. The only reason that I came through tonight is cause I know you were in fight. The only reason that this dress is skin tight is cause I thought that you would like it. I'm only gone for the sake of our sides. Because I want you to lie that the only reason I came through tonight is because I really like you. And I cannot hide it. Want to remember your mind then. The laces that goes over your digest. Why just tell me that you feel like I do? Try because it's super smooth. Tell me I'm that baby. Tell me you like me. चाहिँ तल आएको थिएँ फेरि उकालो चढ्नु पऱ्यो बन्द गर्ने भन्छन् होइन जानु पऱ्यो फेरि उकालो म चाहिँ अब यहाँबाट निस्केको साथीहरू टाइम भएछ होइन 5 कति 5:30 पानी परिरहेछ है हेर्नु सक्नुहुन्छ फेरि अर्कोचोटि आउँछु पानी पर्यो बाहिर पानी पर्यो म चाहिँ अब क्याफे खानालाई यहाँ छिरेको क्याफे र क्रोसन रेडी भइसक्यो मेरो क्रोसन खाँदै हो मेरो आजको भिडियो चाहिँ यति नै फेरि आउने नै छौँ नयाँ नयाँ भिडियोहरूको साथमा हजुरहरू हेर्दै गर्नुहोला मेरो युट्युब च्यानल मनमय तामाङ ओके बाई बाई सबैजनालाई टेक केयर भन्न चाहन्छु